पानीलाई तपाईँले अहिले अघि लान सक्छ, पानीमा भिज्न सक्छ, त्यसलाई सुरक्षित राख्नु होला। यो 10 वर्ष दौरानमा एउटा तोते बलि लिएर आएको भाइ बहिनीहरू, तोते बलि लिएर आएका भाइ बहिनीहरू आज यस विद्यालयबाट जति पनि दाजुदिदीहरू हुनुहुन्छ उहाँहरू जसरी सानो छँदाखेरि कक्षा पढ्न आउनु भएको थियो, त्यसै गरी आफ्नो अध्ययन पुरा गरेर यस विद्यालयबाट बाहिर निस्किने हुनुहुन्छ। उहाँहरूलाई एसएलसी परीक्षा भनेको जिन्दगीको पहिलो खुसीला हो र यस खुसीलाई पार गर्नु हुन शुभकामना व्यक्त गर्न चाहन्छु र सबैजना कुनै पनि विषयमा पास हुनुहोस् र यस विद्यालयको र आफ्नो इज्जत राख्नुहोस् भन्ने बिना भने भाइ बहिनीहरू, कक्षा 10 का भाइ बहिनीहरू एसई दिनका लागि प्रवेश पत्र लिएर जाँदै हुनुहुन्छ। हिजोका दिनमा आजभन्दा 10 वर्ष अगाडि एउटा बिरुवा बनेर नर्सरीमा प्रवेश गर्नुभएका भाइ बहिनीहरू आज कोपिला बनेर विद्यालयबाट बाहिरिँदै हुनुहुन्छ। अझै जीवनमा फुल्न बाँकी छ, फक्रिन बाँकी छ, सुगन्ध छर्न बाँकी छ। संसारमा सुगन्ध छर्नको लागि यहाँहरूले आफ्नो तर्फबाट केही कसुर बाँकी नराखी आफूलाई एउटा अब्बल व्यक्ति बनाउन सक्नुहुनेछ भन्ने अपेक्षा पनि छ र अध्यापनका क्रममा हामी शिक्षकहरूको तर्फबाट कहिलेकाहीँ घायली भयो होला, कहिलेकाहीँ अलि मन दुखाउने कार्य पनि गरियो होला। यसको लागि विद्यार्थी भाइ बहिनीहरूले यो हाम्रै भविष्यको लागि शिक्षक शिक्षिकाहरूले चाहिँ हामीलाई यस्तो गर्नुभएको हो भनेर सोच्नुहुनेछ र ती कुराहरूलाई विद्यालयमै राखेर हाँसी विद्यालयबाट बिदा हुनुहुनेछ भन्ने अपेक्षा पनि राख्दछु। र यो एसई भनेको जीवनको एउटा पहिलो द्वार हो। यस्ता द्वारहरू जीवनमा थुप्रै आउँछन् र ती द्वारहरूबाट चाहिँ प्रवेश गर्नको लागि आफूलाई निरन्तर मिहिनेतका साथ अगाडि बढाउनु होला र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एसईमा राम्रो नतिजा प्राप्त गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरूको तर्फबाट। म फेरि पनि एसईमा चाहिँ राम्रो नतिजा प्राप्त गरी विद्यार्थीहरूको आफ्नो इज्जत राख्ने गरी राम्रो नतिजा प्राप्त गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। र जाँदा जाँदै विशेष गरी एसईका लागि तयारी प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई भन्न खोजिएको हो। मेरो रचना यसरी सुरु हुन्छ। आमा बाबुको विश्वास हौ तिमी, समाज र राष्ट्रको आश तिमीमा छ अथाह ऊर्जा, निकालेर त्यसलाई बन्नु खास। तिमीमा छ अथाह ऊर्जा, निकालेर त्यसलाई बन्नु खास। बेसहाराहरूको सहारा बन्नु, भोकाहरूको बन्नु घाँस, दुखीहरूको मलम बन्नु, सबैका बीचमा बन्नु खास। दुखीहरूको मलम बन्नु, सबैका बीचमा बन्नु खास। विकृतिका लागि बन्नु त्रास, भ्रष्टाचारको गर्नु पर्दाफास, कसैको नगर्नु उपहास, समृद्धिका लागि बन्नु खास। कसैको नगर्नु उपहास, समृद्धिका लागि बन्नु खास। भिडहरूको बिचमा आफूलाई बनाउनु तिमीले खास। ऊर्जाशील बनोस् तिम्रो जीवन, पाउनु सबैको शाबास।